यसरी निर्दोष सागर गए जेल बलात्कारपछि हत्या गरेको केसमा। हो दर्शकबिन, तपाईँ हामीले जे नहोस् भनेर सोचेका थियौँ त्यही नै भएको छ भर्खरै गएको कान्छीको नयाँ भागमा। यता बिचरा सागरले कति दिन केही नखाई भोकै भए तापनि त्यो नानीलाई बचाउन धेरै प्रयास गरे तापनि अन्तत बिचरा सागरलाई पछाडिबाट आएर एउटा गुन्डाले घाँटीमा लागु पदार्थ नसाको सुई हानेर बेहोस बनाइदिन्छ र ती दुई गुन्डाहरूले त्यो नानीलाई झाडीमा लगेर बलात्कार गरेर मारिदिन्छ र नानी भएको ठाउँमा सागरलाई राखिदिन्छ र सागरको पाइँटको गोजीमा लागु पदार्थ राखेर भाग्छ र अन्तत गाउँलेहरू आएर बिचरा सबै दोष सागरमाथि लगाएर जेलमा कोचिदिन्छ र यो कुरा भने जताततै फैलिएपछि अन्तत कान्छीले पनि यो कुरा थाहा पाउँछ र मेरो बुढाले यस्तो नीच काम गर्दैन, मलाई पूर्ण विश्वास छ भनेर पक्कै पनि मेरो बुढालाई कसैले षड्यन्त्र गरेर फसाएको हुनुपर्छ भनेर कान्छी भने रुँदै चौकीतिर गएका छन् र चौकी गइरहेको बेला भने बाटैमै ती चारैजना गुन्डाहरूलाई भने भेटेको हुन्छ र यतिकैमै भने यो भागको समापन भएको हुन्छ। र अब के हुन सक्छ होला त अब आउने कान्छीको नयाँ भागमा। र यदि तपाईँहरू पनि कान्छी सिरियल मनैदेखि मन पराउनुहुन्छ र हप्ते पछि नछुटाइ हेर्नुहुन्छ र कान्छीको मृतकको श्रीमती र उसको दिदी दुवैजना जेल परोस् भन्ने चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानल सब्सक्राइब गरी जनाउनुहोला। अब यसरी आफ्नै बुढाको हातबाट रामजुलाई खाने भए श्रिया र जेरीले र घरबाट पनि निकाल्ने छन् र बिचारी भुन्टीलाई घरमा ल्याएर भूपेन्द्रलाई भुन्टीसँग माफी माग्न लगाउनेछन्। हो दर्शकबिन, जब यता अन्तिममा भने भूपेन्द्रको भाउजू र गर्लफ्रेन्ड जेरीले कसरी एआईबाट ससुरा बुवा र जेठाजुको भिडियो बनाएर त्यो भुन्टी अनपढलाई बेवकुफ बनाएर र भूपेन्द्रलाई भुन्टीप्रति नकारात्मक सोच राख्ने भिडियो देखाएको कुरा र यो घरको सबै सम्पत्ति भूपेन्द्रको भाउजू श्रियाको नाममा र भूपेन्द्रसँग जेरीको विवाह गर्ने योजनाको बारेमा कुरा गरिएको बेला ठ्याक्कै त्यहाँ भने भूपेन्द्रको दाई आइपुग्छ र यो सबै कुरा भने सुनेका हुन्छन्। अब के हुन्छ होला? के यस्तो नीच काम गर्ने आफ्नो श्रीमती र त्यो जेरीलाई भूपेन्द्रको दाईले बाँकी राख्ला त? र यदि तपाईँहरू पनि भूपेन्द्रको दाईले आफ्नो श्रीमती श्रिया र जेरीलाई रामजुलाई गरेर र यिनीहरूले गरेको अपराधको सजाय दिनुपर्छ, यी दुवैजनालाई जेलमा कोच्नुपर्छ भन्नेहरूले भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गरी जनाउनु होला। असम यता भूपेन्द्रको भाउजू र जेरीले भने बिचारी भुन्टीलाई झुट बोलेर घरमा बोलाएर र भूपेन्द्रको मनमा भुन्टीप्रति घृणा भएर र बिचारी भुन्टीलाई घर र समाजमा बदनाम हुने गरी डिभोर्स पेपरमा साइन गर्न लगाउन खोजेका थिए, तर भुन्टी भने डिभोर्स दिन मानेनन् र यता कुरा नै नबुझी बिचारी भुन्टीलाई तथानाम भनेर घरबाट निकालेका छन्। हो दर्शकबिन, त्यही भूपेन्द्र जब भुन्टी घरबाट निस्केर जाने बेला भुन्टी मलाई छोडेर नजाऊ, तिमी बिना म बाँच्न सक्दिन भनेर भनेका थिए र गइसकेपछि बोल्न नसकी भुन्टी भुन्टी भनेर दिनरात छटपटिएर रोइरहेका थिए र आज त्यही भुन्टी फेरि आएपछि बिचारी भुन्टीलाई त के गर्न आएको हो, जा निस्केर जा भनेर बोतलले हानेर कराउँदै तैँले यस्तो गर्छस् भनेर मैले सोचेको पनि थिइनँ, यस्तो अवस्थामा मेरो ख्याल वास्ता नगरेर त बाहिर अर्कै केटासँग रात बिताउने भनेर नानाभाती बोलेका छन्। दर्शकबिन, तपाईँ हामीले सोचेका थियौँ कि अब त भूपेन्द्र पूर्ण रूपले सुध्रियो भनेर, तर कुकुरको पुच्छर 12 महिना ढुङ्ग्रोमा हाले तापनि जस्ताको जस्तै भूपेन्द्रको बानी र बेहोरा छ। यता भाउजूले मोबाइलमा बिचारी भुन्टी बेहोस अवस्थामा भएको अवस्थामा भुन्टीलाई मन पराउने केटा भद्रले बोकेर लगेको भिडियो देखाएका छन् र त्यो भिडियोमा स्पष्ट रूपमा देखिएको थियो कि भुन्टी बेहोस छ भनेर, तर पनि भाउजूको नचाहिँदो कुरा र त्यो भिडियोको तथ्य सत्य नबुझी भुन्टीलाई तथा नाम भनेर कराएका हुन्छन्, तर आफूले गरेको गल्ती भने कहिले पनि देखिँदैन। हो दर्शकबिन, जब यता भूपेन्द्र ठिक भएको बेला आफू चाहिँ आफ्नो श्रीमतीलाई ढोका दिएर बाहिर अरू केटी घुमाएर रात बिताएका थिए, तर बिचारी भुन्टीलाई खाँदै नखाएको पाप पोकाएका छन्। यस्तो नालायक श्रीमान भूपेन्द्रलाई के भन्न चाहनुहुन्छ तल कमेन्ट बक्समा भन्नुहोला। र यदि तपाईँहरू पनि भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र अब भुन्टी भूपेन्द्रसँग होइन त्यही भुन्टीलाई मन पराउने केटा भद्रसँग बिहे गरेर बसोस् भन्ने चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गरी जनाउनुहोला।